नानु र आमा। आउनु सिकौं लेटर ए लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्ल्यान्टिङ लाइनले जोड्नेछ। र फेरि अर्को दुईटा हरियो बिन्दुलाई अर्को स्ल्यान्टिङ लाइनले जोड्नेछ। र अन्त्यमा यो दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ। A apple स्याउ। आउनु सिकौं लेटर B लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ। र अर्को यो दुईटा बिन्दुलाई कर्भ लाइनले जोड्नेछ। र अन्त्यमा यो दुईटा बिन्दुलाई अर्को कर्भ लाइनले जोड्नेछ। B ball भकुण्डो। आउनु सिकौं लेटर C लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ। C cat बिरालो। आउनु सिकौं लेटर D लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ। र अन्त्यमा यो दुईटा बिन्दुलाई कर्भ लाइनले जोड्नेछ। D dog कुकुर। आउनु सिकौं लेटर E लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ। त्यसपछि अर्को दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ। दुईटा हरियो बिन्दुलाई अर्को स्लिपिङ लाइनले जोड्नेछ। अन्त्यमा यो दुईटा हरियो बिन्दुलाई अर्को स्लिपिङ लाइनले जोड्नेछ। E elephant हात्ती। नानु र आमाको फेभरेट लेटर D हो। तपाईको चाहिँ मनपर्ने लेटर कुन हो?